हेर्नु गाइस क्या मजाले चरा नुहाउँदैछ देखेको तपाईँहरूले देख्नु भएको छ कि छैन हेर्नुहोस् है यो चाहिँ कलचौरा रहेछ है हाम्रो घरमा पानी परेपछि जहिले जमिन्छ नि त हैन यसरी क्या मजाले नुहाउँछ रुप्पी पनि नुहाउँछ हाम्रोमा अन्त एउटा चरा छ हैन घरमै पालेको त हैन कि हाम्रो घरमा बस्छ खिड्कीमा सिसामा टक 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 गरेर ठुङ्छ उठाउँछ हैन त्यो पनि यहीँ नुहाउँछ यो कालिस पनि हाम्रो घरमा टाढमा बस्छ पुरा कटराक कटराक गरिरहेको हुन्छ कि यसरी नुहाउँछ है वाउ गाइस तपाईहरुले देखेको यसरी नुहाउँछ है हेर्नुस् है कालिस पो रहेछ कलचौरा नुहाएको कस्तो मजाले नुहाउँदैछ कसरी नुहाउँदो रहेछ हेरेर इन्जोय गरिदिनु होला है गाइस वाउ कस्तो मजाले नुहाएको नुहाइसकेँ अब चाहिँ फेदरहरू टकटकाउँदैछ प्वाकहरू पानी परिरहेछ गाइस यतिखेर चाहिँ चिसो भइरहेछ मौसम पनि यो कलचौराले चाहिँ बिहानै उठाउँछ है गाइस हामीलाई छानामा कराङ्रा कुरिङ गर्छ हो अन्त एउटा पाङ्ग्रे चरा पनि छ धोबी चरा कुनै कता गयो आजकल देखेको छैन सधैँ त उठाउँथ्यो ल गाइस हेरेर यो भिडियो हेरेर इन्जोय गरिदिनु होला बाई बाई आजको लागि भ्लग यति नै